दर्शकवृन्दहरु हामीले चाहिँ सुन्तला टिप्न लागेका छौं है यो सानो पोथरामा। आज अब सुन्तला टिप्ने सिजन भएछ। हाम्रो दाइ हुनुहुन्छ यता टक्क भर्याङ समात्दिनी मैले टिप्दै छु। यति सानो बुटामा पनि यसरी सुन्तला फल्दो रहेछ है। ल हेर्नुस् त यो सानो बुटा छ। ल हेर्नुस् यसरी ल ल ल फुक्नु पर्यो त खाली ल ल नमात्नुस् है। निसा माथि जाके कहाँ हुन्छ मैले यहाँ दोकानमा टक्क टक्क पारेर राख्छु। निसा म तान्छु यता न उर्न हातमा लाग्छ गाँठे अडाइदिएर अर्काले ओडिएछु भन्ने छैन। ल ल ल गयो फटाफट टिप के यसरी टिप्ने हो दर्शकवृन्दहरु। सुन्तलाको पोथ्रा हो यो पोथ्रा पाकिसकेको छ। यसरी चाहिँ लानेछि यसरी चाहिँ टिप्ने हो है सुन्तला। दाग नलागिकन टक्क टिपेपछि अलदिन रहन्छ। अच्छा आमा लगाएको बुटा हो राम्रो फलेको रहेछ सुन्तला। ल हाम्रो टिक्दैन कि फेरि 1-2 वर्षभन्दा टिक्दैन। त्यही सुन्तला त्यस्तै 2-4 वर्ष बढी फलेको न त फल्ने हुन्छ कि त्यस्तो म त लगाइन्छ उठ्दैन के फाइदा भयो। किन्न जाने यहाँ 150 रुपियाँ 150 किलोका हुन् कि 150 रुपियाँ किलो पर्छ। नयाँ गाउँमा यस्तै हुन्छ नि त हरजोरमा पनि फल्छ यस्तै त्यहाँ पनि। काँडाले कोताचे काँडा हुन्छ कहाँ कसरी माथि पुग्ने हो दाइले समात्दै छैन नि जानिएको नत्र नि त भाइ क्या गर्नु है। अलि पछाडि गर्नु पछाडि जति सक्दो पछाडि हो त नि यार 20 किलो सुन्तला रहेछ कि 58 हो त्यहाँ तानै छु क्या उतातिर जान दिन्न के गर्छ 58 तपाईँलाई मैले देखाउँछु खस दाइको क्वालिटी हो दाइको गन्या पर्छ। यो माथि नजाऊ भाँचिन बुटो भाँचिन लाग्यो कान्छ बुटो भाँचिन लाग्यो माथि नजाऊ यार हेर त पुरै भाँचे लाग्छ लाग्यो यार भर्याङ ढल्न लाग्छ बुटो पनि भाँचिन्छ। ल भयो सानो सानो छ कि टाउकेमा त्यो टक्क माथि हो त्यही यता 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 लिचीको बुटतिर छ हो त्यही टुप्पो हातेको छमा क्या त्यही सुन्तला भइभरि हेर्नुहोस् यत्रो पोथ्रामा है यत्रो पोथ्रामा चाहिँ यति सुन्तला रहेछन् है साथीहरू। गरे के हुन्न हुन्छ नि जे पनि